Hello everyone, welcome to my channel. Good morning from Singapore. Singapore drip check, Singapore को drip check. बिनाजु काममा बिजी हुनुहुन्छ र हाम्रो चाहिँ अर्ली मर्निङ पनि के भन्नु लेटै भन्नु यो त लेट भयो 10:40 11 अलमोस्ट 11 बज्न लागिसक्यो हिजोको डे चाहिँ अलि द्याङदुङ अलि सबैजना टायर्ड भयो त्यही माथि बिनाजु सरप्राइज आउनु भएको सबैजनाको ब्रेनले त्यो प्रोसेस गर्ने अलिकता टाइम लाग्यो के अनि आज चाहिँ छ हामीसँग आज पनि छ भोलि पनि छ भनौँ न भोलि हाम्रो 6 बजेको फ्लाइट हो भोलिको दिन चाहिँ हामीले एयरपोर्टलाई नै राखेका छौँ यहाँको जियोल भन्ने एकदमै खतरा एयरपोर्ट छ होइन अनि आज चाहिँ हामी त्यो मेर्लिन पार्क त्यो बागबाट यस्तो पानी आउँछ नि त्यो हेर्न जाँदैछौँ अनि त्यसपछि सेन्टोसा आइल्यान्ड भन्ने छ अनि बेलुका चाहिँ जूमा चाहिँ नाइट सफारी जस्तो हुँदो रहेछ त्यो पनि एक्सपिरियन्स गर्ने कि भन्ने प्लान छ अब के हुन्छ आइटिनेरी अब हाम्रो मुडले के भन्छ हाम्रो खुट्टाले कतिको साथ दिन्छ होइन अब बिनाजुको काम पर्छ कि पर्दैन त्यति हो फाल्टु भने चाहिँ युबानी म र युबिन चाहिँ फाल्टु हो जति पनि घुम्न सकिदिन्छौँ होइन अनि त्यही छ तर मलाई चाहिँ यस्तै भन्ने हिजो भिडियोमा पनि भनेको थिएँ सिङ्गापुर आउनु मन छ भने तपाईँ ट्रान्जिट गरेर आउनलाई इनफ हुन्छ मोर देन इनफै हुन्छ ट्रान्जिट गरेर आयो भने चाहिँ अब टाइम फर ब्रेकफास्ट खान्छु अनि यहाँबाट हामी निस्किहाल्छौँ सिङ्गापुर अर्ली मर्निङ सिङ्गापुर जस्ट क्वाइट बिजी नै हुँदो रहेछ मर्निङबाट नै तर हरियाली यताउति सब राम्रो भिनाजु गुड मर्निङ आज फ्रेस आज त घुम्नुहुन्छ आज बास भिनाजुको काम भयो भने फेरि हामीलाई फेरि फ्री जे पनि फ्री हो हाम्रो लेट्स गो सिङ्गापुरको बाटोमा घुमघाम चलिरहेछ हाम्रो यहाँ ब्रेकफास्टले चाहिँ टाइम लाग्यो क्या ब्रेकफास्ट खोज्दा 2 घन्टा लाग्यो अघि होटलबाट निस्केदेखि कति बज्यो अहिले 12:30 भयो क्या हामी कति 10:30 बजेको थियो क्या आम्मा 10, 11, 12 2.5 घन्टा त हामी हिँडेको छौँ हामी तर ठिक हो हिँड्न पनि ठिक हो हेल्दी लाइफस्टाइल बल्ल तल्ल अलिअलि यहाँ आइपुग्यौँ हामी अब यहाँबाट देखिन्छ त्यो फेमस बाघ फाउन्टेन त्यो बाघको मुखबाट आउँछ नि फाउन्टेन त्यही हेर्न जाँदैछ हामी यताबाट चाहिँ कहाँ जान्छौँ थाहा भएन पहिला त्यहाँ चाहिँ जाम गर्मी पनि छ नि यो पनि गर्मी छ अलि यता चाहिँ ह्युमिड टाइपको छ कि कस्तो गर्मी भए पनि पसिना आउने ह्युमिड छ कि एकदमै क्लाउडी त छ 30 डिग्री देखाइरहेको छ देखाउन फेरि आयो ल भिड हेर त त्यहाँ ए फाइनल्ली फेमस हेर्नु त क्राउड है फेमस मेरिना बे होटल उता चाहिँ हाम्रो बाघजी हुनुहुन्छ त्यहाँ फेमस मेन डाउनटाउन नै हो ए कस्तो दामी आछ यो पनि डाउनटाउन ए भिड छ यहाँ त सब यसकै लागि आउनुपर्ने मेन अर्को त्यो जति घुमे पनि यही हो यहाँ यही हो यता चाहिँ पुरै ब्याङ्कहरू छ क्या ठुलो डेभलपमेन्टमा के साङ्घाई गन्जाउ सपिङ हब हो कि बिना तिनीहरू चाइनालाई उनीहरूलाई टाइम लाग्छ होला त्यहाँ चाइना 3 वर्किङ डेज ल युवानी अलराइट अब हामी ग्र्याब गरेर सेन्टोसा आइल्यान्ड जान लाग्छौँ सेन्टोसा आइल्यान्ड जानलाई चाहिँ केबल कार रहेछ एउटा अनि यहाँबाट ग्र्याब गरेर हामी जाँदैछौँ हामी चाहिँ हार्बर फ्रन्ट भन्ने रहेछ केबल कार त्यहाँबाट चाहिँ जाँदो रहेछ सेन्टोसा आइल्यान्डको लागि अब सेन्टोसा आइल्यान्ड जान्छौँ त्यहाँ चाहिँ के एक्टिभिटिजहरू छ होइन त्यहाँ गरेर अहिले अपडेट यो अब ग्र्याब बोलाएको छ ग्र्याबमा छौँ हामी ग्र्याबमा बसेर अब यहाँबाट 10-15 मिनटको राइड छ त्यहाँबाट केबल कार लिएर हामी आज सेन्टोसा आइल्यान्ड आइपुग्यो हार्बर फ्रन्ट टावर भन्नेमा आछ अब यहाँबाट
केबल कार यसरी केबल कार देखाइरहेको छ केबल कार जाँदैछु केबल कार मलाई चाहिँ एकदम केबल कार जानु चाहिँ एकदम रमाइलो लाग्छ मैले यति ठाउँमा केबल कार चढेको छु नि म त पुरै नगर सबसे स्केरी केबल कार भनेको चाहिँ मलाई नेपालको कालिम्चोक भन्नेमा छ होइन त्यो यस्तो डेन्जर छ नि मलाई डर लाग्थ्यो त्यो त कालिम्चोकको केबल कार के होइन चाहिँ त्यो लुकी लुकी डेटिङ गएको बेला सरुरमा चढेको थिएँ कि लुकी लुकी डेटिङ गएको बेला कालिम्चोक केबल कारमा माथि छ केबल कार यस्तो रहेछ अब देखाउँछु म अब गएर अफकोर्स देखा वी आर गोइङ देयर पारी आइल्यान्डमा चाहिँ गो कार्ट सो कार्ट के छ के यता बिना चाहिँ यता बिना चाहिँ यता यसरी कार्डहरू छ पनि यहाँ आउनु पनि मिल्दो रहेछ काट्नलाई अब यहाँ टिकट आउँछ होला ओए पिकाची प्रिपेयरिङ यर टिकट थ्याङ्क यू फर यर अर्डर ह्याभिङ ट्रबल ह्याभिङ टिकट यसरी आयो एडल्टको 33 सिङ्गापुर डलर चाइल्डको चाहिँ 22 सिङ्गापुर डलर छ अब लेट्स गो हामी जान लाएको टिकट ल्यायो होइन यहाँ यदि क्यास कार्ड छैन भने यहाँ तपाईँलाई काउन्टरमा गएर लिन पनि सक्नुहुन्छ हाम्रो पिकाचीले हेर न यहाँ पिकाचीले ए पिकाची अरे हो पिकाची पिकाचु भाइ पिकाचु बन्ती भैया पिकाचु लिफ्ट टु माउन्ट लिफ्टमा जाउँ न बिना चाहिँ यता रहेछ लिफ्ट टु सेन्टर छ लिफ्टमा चढेर चर केबल कार हो त्यो माउन्ट फिजी उतो त्यहाँको केबल कार त एकजनामा 18 कति रे 18 जना थियो 18 आम्मामा त्यो त बिग थियो यार ल माथि देखाउँछु अब केबल कार बोर्डिङ अब लेट्स गो हाम्रो माउन्ट फेभर लाइन जान्छ क्या त्यो सेन्टोसै जान्छ लेट्स गो पिकाची 5 sir, yes sir, 5 ए यस्तो स्टप्स रहेछ कि हेर्नु न वहाँबाट नै आउँदो रहेछ जस्तो लाग्यो ए माउन्ट फेभरबाट आउँदो रहेछ कि यसरी हामी हार्बर फ्रन्टमा आयौँ होइन अझै एउटा पनि रहेछ सन्तोष अब चाहिँ हामी सेन्टोसा जाँदैछ त्यस्तो रहेछ लेट्स गो टु सेन्टोसा आइल्यान्ड हेडिङ टु सेन्टोसा आइल्यान्ड समुद्रको माथि केबल कार हामी त्रिशुलीको माथि त नर्मलै हो चढिरहेको आज चाहिँ समुद्रको माथि चढिरहेको छ यस्तो छ हेर्नु फोटो खिच्नको फोटोग्राफर नयाँ फोटोग्राफर पाएर मलाई बाल दिएको हेर्न अघि उहाँ तिमी हामी डाउनटाउन होइन युनिभर्सल स्टुडियो छ उता यता चाहिँ वाटर पार्क रहेछ थेम पार्क वाटर पार्क रहेछ कति माथि रहेछ अरे यो त एकदमै ट्रेड राउट हो नि त होइन कति छन् कि सिपहरू बिना चाहिँ एकदमै ठुलो ट्रेड राउट हो सानो सानो आइल्यान्डहरू हेर्नु त कति छ कति भिडियो खिच्दा चाहिँ हेर पछाडिबाट पनि रहेछ ल अब यहाँबाट हामी चाहिँ यहाँको मेन एट्र्याक्सन छ कि एउटा माथि ऊ यस्तो यो के बिना यो गर्ने यो राइड एमा माथि जाने हेर्नु न मजा आउँछ क्या आउनु न ऊ त हेर्नु भिडियो हेर्नु अब यहाँबाट गो कार्ट गर्न जानु लाग्यो त्यही छ यहाँको एक्सपिरियन्स चाहिँ त्यही मेन 4 राइडको 39 3 राइडको 36 2 राइड्सको 33 छ यसको जाँदैछौँ हामी अब टिकट काट्यो अब यहाँबाट हेलमेट लगाएर जाने अब यस्तो इजी छ हेर्नु तर यस्तो टर्न गर्ने बेला हेर्नु न यस्तो छ बाटो लडेपछि सिक्छ झन् के हुँदैन ए राइडमा जाँदैछौँ हामी लेट्स गो एउटा सेल्फी लिनु यसबाट आइज अस्ति थेम पार्कमा चाहिँ डाइनोसर खोज्दा लगाएको थिएँ हेलमेट होइन अहिले चाहिँ यसमा जाँदैछु तल त लाइन रहेछ त यो तल लाइन
फर्स्टमा चाहिँ यो राइड गर्नुपर्दो रहेछ ल अब चाहिँ हामी फर्स्ट राइड यो कुपु कुपु भन्ने ट्र्याकमा गर्दैछौँ यो लिभ्स दिस वे भन्ने छ यु बिन आर यु स्केयर्ड राइट यसपछि चाहिँ माथि स्काई लाइन लिएर माथि गएर फेरि अर्को राइड गर्न मिल्छ अहिले चाहिँ हामी यहीमा जाँदैछौँ जाने हो मजाले जे पनि गरिदिन्छ अहिले त You can't. Bump you. That's cheating. I'll bump you. Yep. Thank you. तिम्रो पछाडि म त रेस्ट गर्दैन भनिसक्यो तिम्रो म सँगै जाने त्यता राइटमा गयो राइटमा एप ल हेलो 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 युवानी हेलो भिनाजु Let's go to the jungle! मजा है अब अर्को झन् मजा आउँछ होला के युबिनले सकेन जस्तो लाग्यो मलाई हार्ड छ नि त यो बेस गरी पुल गर्नु पर्दो रहेछ कि अहिले चाहिँ एकदम हार्ड पुल गर्नु पर्दो रहेछ तर मजा चाहिँ मजा आयो युबिनले सक्यो कि सकेन हेलो युबिन यु गुड Turn. Yubin, turn it. Yubin, turn it. It was fun, right? That's my good boy. That was the hard part. It was good? Yeah, I was on the hard part. Which one did you Really? go? Did you go to Kupu? राम्रो लाग्यो नि I was on the hard part. No, did you go to राम्रो लाग्यो नि I was on the hard part. No, did you? Sky white. सँगै जाऊँ अब त ठिक्क टाइममा आएछ नि अब भिड हुन्छ क्या अब ठिक्क टाइममा अब यो बाटो खिच्नै मिलेन क्या एउटा हातले तान्नै सकिँदैन यस्तो कडा छ गोप्रो लिएन मैले जे गर्यो अब यही चस्माले खिचाएको छ अलिअलि हे मेटा what's the battery percentage 78 ल ओए Why is the go-karts are there? Huh? Why are the go-karts are here? We'll take that right down. Wait, but I'm gonna ride again? Up? Yeah. I thought we were going down. Oh, going up. Hello. Let them enjoy. They were दुईजना बसाल्ला कि Singapore. हाम्रो त go-kart जुनै करे जुन्ने छ युबिन अब नेक्स्ट राइड चाहिँ खतरा गर्नुपर्छ है Wait, is the
Is that the big one? या Is it like super big? अब यस्तो एरियामा जान लाग्यो माथि I told Oi, you. oi. के गर्छ यो भाइ माथि 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 अगाडि के हो यो के हो यो हँ? खै यो पनि मिठो हुन्छ नि यो भित्रको त्यो फल के कस्तो मजाले काटेको छ कि हजुर यो आइल्यान्डमा चाहिँ सटल बसहरू कोचहरू अनि यस्तो मेट्रोहरू फ्रीमा चल्छ यताउति घुम्न मिल्छ मजाले अब हामी फेरि आइल्यान्ड त के घुम्नु कति घुमिसक्यो आइल्यान्ड अब म त जानु लाग्यो फेरि स्टेसनबाट हाम्रो केबल कारको स्टेसनसम्म जाँदैछु गर्मी चाहिँ अति गर्मी छ अरे ह्युमिड छ कि फेरि यहाँ गर्मी त त्यस्तै हो पसिना आउँछ कि यस्तो थकित पार्छ कि टायर्ड भएर बरु होटलमा गएर बस्नु जस्तो फिल हुन्छ कि त्यस्तो त्यो गर्मीले गर्दाखेरि म मेट्रोमा जाँदैछु नेक्स्ट स्टेसनसम्म मेट्रोमा भएमा गइन्छ अब मजाले यस्तो बनाएको छ मजा आएको चिसो होला हामी जाने यतै कता एरो होला यहाँ आइदिनु मजा आयो यार चिप्ले ला नि त्यो त पानी नै हो क्या ओहो ल निस्किन लाग्यो फेरि बजारतिर बजार भन्दा पनि हाम्रो बोर्डिङ गरे पोइन्टतिर रमाइलो रहेछ जो आइल्यान्ड बेलुकातिर आउनलाई चाहिँ एकदम रमाइलो चिज घुम्नलाई चाहिँ रमाइलो छ हामी त 1 महिना त्यही बिचमा बस्या भएर होला वाक्क लागिसक्यो ल अब हाम्रो प्लान चाहिँ के भएको छ पारी त सिङ्गापुर हो नि त मलेसिया अब हाम्रो चाहिँ प्लान के भएको छ भने चाहिँ होटल जाने होटल गएर के थाई खाने होइन एकदम थाई खान मन लागेर थाई खाने थाई खाएर एकछिन फ्रेस हुने नुहाउन मन लाग्छ यार गर्मीले आजै भने जिन्स प्यान्ट लाएर ल अलराइट हामी आइपुग्यो यहाँ होटलको साइडमा यहीँ रहेछ खानु लाग्छ थाई चिकन र थाई कुजिन यस्तो क्रेभिङ भएर यहाँ आँप खान लाग्छ नि हामीले अनि थाईको मस्ट ट्राई भने खै म्याङ्गो स्टिकी राइस सेम चाहिँ टेस्ट के अब मिडियममा छ अब यो के छ यो फ्राई राइस यो पोर्क यस यम्मी मलाई यस्तो आँप खानु मन लाग्थ्यो नि Mango stickers last one. मेरो लोक चाहिँ मजा आयो आँप खानु मैले होटलमा जानु हामी त्यो इलेक्ट्रोनिक पसलमा जानु अब चाहिँ हामी स्विमिङ गर्न लाग्यो बजारबाट आएर एकदम फ्राई भएर मनिषाजीले भिडियो किन्दैछ लेट्स गो स्विमिङ गरेर मजाले होटलमा रेडी भएर फेरि अब हामी निस्किन लाग्यो हामी चाहिँ उता सफारी जाने भने नजाने कुरा अब अलिक त्यहाँ फेरि बेलुका आउँदाखेरि भोलि बिहान निस्किनु पनि छ नि धेरै टाइम लाग्दो रहेछ त्यही भएर यहाँ हामी हिजो चाहिँ छुट्याएको थियो नि त त्यो गार्डन अफ द बेमा त्यो लाइट सोहरू हुँदो रहेछ त्यहाँ जाँदैछु अनि बाहिर डिनर गर्छु त्यही नै छ अपडेट है सिङ्गापुरको अब निस्किन लाग्यो यहाँबाट गएर म चाहिँ त्यो क्यामेरा लग्दैन होला ब्याट्री पनि लो छ मोबाइलबाट खिच्छु त्यो सोको अलिअलि क्लिपहरू
लेट्स गो टु गार्डन अफ द बेको हाम्रो लाइटनिङ सो कति बज्यो 8:43 अब यहाँ 8:45 मा सो हुन्छ अघि नआएको ठ्याक्क आएको सक्यो क्या त्यही भएर कुर्यो फेरि त्यसै गरी केही पनि केही भएन भएको छैन म भिडियोमा छ इभेन भिडियोमा छ भिडियोमा As we unveil dazzling स्टार्ट हुँदैछ अब स्टार्ट हुँदैछ अब musical trees. Tonight we present a journey through Asia. So pick a spot, grab your cameras, and enjoy the show. रमाइलो हुँदो रहेछ एसियाहरूको डिफ्रेन्ट कन्ट्रीहरूको म्युजिकहरू आउँदो रहेछ क्या सुत्दै हेर्दैछ त्यसलाई मस्त ए हिमानी यो त टिम प्लानेट जस्तो मानेहरूलाई कि त्यही भएर सुतिरहेछ शान्त भयो हिन्दी गाना पनि गराइन्छ शाहरुख खान चाहिँ आएको नि गएर शाहरुख खान यो भने नाटक हेर नि अघि रेस्टुरेन्टमा सुतेर मलाई यसले 2-3 किलोमिटर बोक्न लगाएको छ कि अहिले यहाँ टिभी हेरेर कति बजेदेखि त टाइम 12:15 मा अहिले टिभी हेर्दै बसिरहेको छ ल फाइनली आज डे 2 पनि सक्यो हाम्रो सिङ्गापुरमा आज चाहिँ जस अलिकति रमाइलो भयो होइन लेट स्टार्ट भए पनि उता सेन्ट्रोस आइल्यान्ड गएर त अलिअलि राइड गर्दा चाहिँ रमाइलो बेलुका जू जाने प्लान चाहिँ क्यान्सल भयो अनि यता के अरे यो गार्डन बाई द बे होइन त्यहाँ चाहिँ झिलिमिली खासै त्यो पनि अलिक ठिकै रहेछ होइन लाइट सो थियो जस्ट एभरेज अनि फेरि बेलुका यता डिनर गरेर अहिले रुममा आइसक्यो भोलि चाहिँ हाम्रो फ्लाइट छ ब्याक टु फाइनली नेपाल एकदम मिसिङ हाम्रो नेपाल होइन मेन चाहिँ युवानी र मलाई एकदम नेपाल भएर मन छ कहाँ जाने रे युएस होइन युएस जाने होइन नेपाल नजाने आफ्टर नेपाल भिडियो देखाउन बित्तिकै फेरि पुरै सोझो भनिदिन्छ क्या पुरै इनोसेन्ट भइदिन्छ क्या भोलि चाहिँ हाम्रो त्यही बिहान निस्किन्छौँ 10-11 बजे अनि दिउँसभरि एयरपोर्ट घुम्ने प्लान छ किनभने यहाँको मेन एट्र्याक्सन पनि एयरपोर्ट छ कि जियो भन्ने छ खतरा छ एयरपोर्ट पनि त्यही छ सो डे 2 यही गरौँ सो डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब आवर च्यानल अन्टिल नेक्स्ट टाइम बाई बाई